घरमा बत्ती टेक लिँदा यहाँ चाहिँ मासु पाक्दैछ होइन। This is our bhojan for today. Don't forget to kiss me. Oh, supposed to miss me. I guess I'm stuck there. Hi guys, welcome back to my channel. अनि आज चाहिँ म यसरी भ्लग स्टार्ट गर्दैछु। म भर्खर नुहाइसकेको नि त। आज चाहिँ यो भ्लग के हो भनेर टाइटलबाट पनि तपाईँले थाहा पाइसक्नु भएको छ होला। अनि म चाहिँ नुहाइ गरेर आज चाहिँ बिहानै नुहाएको। अनि अब मेरो साथी आउँदैछ अनि ऊ चाहिँ अघि 8 बजीतिर नै हिँड्ने भनेको दमकबाट। अनि अब चाहिँ 10 बज्यो नि त। अनि ऊ आइपुग्न आँट्यो होला। अनि अब ऊ कतिखेर आउँछ। अनि हामी चाहिँ वर्सिप स्कुलमा एउटै ब्याचको हो क्या हामी। अनि त्यतिखेरदेखि हामी चिन्छौँ। बिचमा चाहिँ हामी कुराकानी भएको थिएन अब आफ्नो लाइफमा बिजी भइएर। तर फेरि पनि उसले भेट्न आउँछु भनेर चाहिँ अनि आउँदैछ। अनि त्यही भएर म चाहिँ पर्खिरहेको छु। अनि अब ऊ आउँछ। मैले उसलाई नै अगाडिको लोकेसन हाम्रो चाहिँ यहाँ पानीको ट्याङ्की छ नि त। अनि त्यो दियो भने चाहिँ सबै उयोहरूले ल्याइदिन्छ। अनि त्यही भएर मैले उसलाई यहीँको लोकेसन दिएको छु। अब हेरौँ है त, 2 घन्टा भइसक्यो अब त आइपुग्नु पर्ने हो। यो चाहिँ हाम्रो बारीको बोडी है, हाम्रो घरको छतमा फलेको बोडी आमाले फलाउनु भएको। म चाहिँ यही काट्दैछु। थोरै यति मात्रै रहेछ, पुग्छ हामीलाई त। म त खाने पनि होइन, आमाले खानुहुन्छ अनि मेरो साथीले खान्छ। यसमा आलु पनि मिसाउने हो नि त। अनि त्यही भएर चाहिँ मासु पाक्दैछ होइन। अनि यहाँ चाहिँ अर्को यो पुरी र आलुको सब्जी। अनि मेरो साथी पनि आइपुग्यो अरे काकरभिटा होइन। अब सफारी चढेर आउँछ है साथीहरू। ल अब चाहिँ मेरो साथी पनि आइसक्नु भयो। उहाँ हुनुहुन्थ्यो साथी चाहिँ। हाई हाई। अनि हामीले आएर उहाँले आएर खाना पनि खाइसक्नु भयो। हामीले अघि खाना पनि खाइसक्यौँ। हामी कति धेरै गफहरू पनि गऱ्यौँ होइन। अनि अहिले चाहिँ हामी यस्तो गीत गाउने तरखरमा छौँ। अनि उहाँले गीत लेख्दै हुनुहुन्छ। अनि अब चाहिँ हामी गीत कभर गर्ने भनेको छौँ त, एउटा दुइटा। अनि अहिले तपाईँले सुनाउँदिनँ हामीले कुन गीत अब गाउन आँटेको भनेर। अरू गीतहरू हामी गाउँछौँ एकछिन चाहिँ। अनि हामी भरै रेकर्डिङ गर्छौँ अनि युट्युबमा हामी हाल्छौँ। उहाँ हो मेरो साथी चाहिँ। वर्सिप स्कुलमा हामी 9th ब्याचको। अनि हामी चाहिँ 10th अनि हामी चाहिँ नेपाल रन म्युजिक स्कुल अफ वर्सिपमा हामी भेट भएको आजभन्दा कति वर्ष, 2017 मा भएको थियो। त्यस्तै 7 वर्ष भयो हामीले वर्सिप स्कुल गरेको। अनि आज हामी फाइनली लगभग 5 वर्षपछि भेट्यौँ होला। धमाधम गीत लेख्दै राम्रो छ त। तर यो भ्लग आइन्जेलसम्म त गीत पनि अपलोड त भइसक्छ होला। उहाँको गीत पनि छ क्या, उहाँले वर्सिप्समा लेख्नु भएको। अनि त्यो गीत चाहिँ युट्युबमा पनि छ।
के अरे हाम्रै ब्याचको एकजना साथीले गाउनु भएको छ केटा साथीले अनि युट्युबमा पनि छ म त्यहाँ के अरे अहिले एकछिनमा देखाउँछु ल तपाईँहरूलाई कुन च्यानलमा छ भनेर अनि म देखाइ पनि दिन्छु हल्का तपाईँहरूले पनि घरमा सुन्नु होला एकदम राम्रो छ त्यो गीत चाहिँ होइन उहाँले वर्सिप स्कुलको जर्नीमा उहाँले लेख्नुभएको गीत दामी छ लिरिक्स पनि दामी छ अनि के अरे गीत पनि राम्रो छ म प्राय गाइरहेको छु त्यो गीत तर मैले ब्लगहरूमा चाहिँ गाएको छुइनँ तर पर्सनल चाहिँ मलाई त्यो गीत एकदम राम्रो लाग्छ क्या अनि सुन्नु होला ल हामीले ग्रेजुएसनमा पनि गाएको थियौँ है त्यो गीत तपाईँ गीत हाई गाइज अघि हामी चाहिँ गीत गाउँदा गाउँदै गीत गाउने सुनाउने भन्दा मात्रै हामी यहाँ कहाँ आइपुगेर कहाँ बसिरहेको छौँ हामीले आएर खाएर पनि सकिने बेला पनि भइसक्यो गीत चाहिँ गाएर सुनाएनौँ ल हामीले एकचोटि यहीँ भेट्यौँ अब हामी घर जान्छौँ मान्छे गाएर सुनाउने छौँ यहाँ चाहिँ हामी क्याफे आएको सङ्गति गरेर आएको क्या हामी भर्खर अब हामी जाऊँ हामीले चाहिँ भर्खर फाइनली एउटा कभर सक्यौँ होइन अब कति टेक लिँदा तर हाम्रो दामी भएको छ होइन अब चाहिँ हामी खाना खान जान आँटेको अब कस्तो काल लागेको छ गर्मी भएर गाउँदा गाउँदा अनि यिनीमा चाहिँ उसको बाइबल स्टडी थियो नि त अनलाइन अनि ऐना सैना रुमको हालत पनि कस्तो भएको छ अनि त्यो गरिसक्यो भर्खर अनि अब खाना खानु बोलाउँदै हुनुहुन्छ अब हामी खाना खानेछौँ हाम्रो घरको लभ हार्ड क्यारोट एन्ड के अरे ऱ्याडिस साग होइन मिट आउँछ मिट बिहान मेरो साथीको लागि अप्सराको लागि ल्याइदिएको गरेर 2 पिस मात्रै खाँदो रहेछ जान्ची गरे हौ अन्त मेरो साथी चाहिँ कहाँ गएन ऊ यहाँ किबोर्डमा जाँदै हुनुहुँदो रहेछ उहाँको गीत गाउने बाँकी छ एकछिनमा ल उहाँले सुनाउनुहुन्छ जस्तो दामी गाउनुहुन्छ कि साथीहरू उहाँले यहाँ हान्नु न यो गिटारमा अहिले गीत उहाँ त गिटार पनि बजाउनुहुन्छ फेरि किबोर्ड पनि बजाउनुहुन्छ नि होइन तपाईँ गीत अलिकति गाएर सुनाइदिनु न त्यो उयो तपाईँले भन्ने वर्सिप स्कुलको गीत नै गिटारमा बस्छु ल यस्तोमा बजाउनु किन ल गिटार दिन्छु म ल यो चाहिँ उहाँको अफिसियल गीत हो ल उहाँले वर्सिप स्कुलको जर्नीमा लेख्नु भएको गीत हो यो चाहिँ प्लिज यो चाहिँ हाम्रो सेटअप थियो अघिको त्यो चाहिँ तपाईँले युट्युबमा देख्नुहुन्छ ल यो गिटार ट्युनमा त छैन तर माइन्ड नगरिदिनु होला ल हामी एनाको बर्थडे सेलिब्रेसन ह्यापी बर्थडे हाई भन न यता ल ह्यापी डे गर्ने ल छोरी ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर एना ए पढाइ सक्यो खुतुकेमा हाले खै तिम्रो खुतुके ए उहाँ दराजमा छ बर्थडेमा क्वालिटी चाहिँ राम्रो छैन के गर्नु यस्तै छ होइन डोन्ट माइन्ड ल साथीहरू क्वालिटीको मतलब भएर यहाँ के छ त्यो म्याटर हुन्छ
चिकन भाउजू भातहरू हुन्छ अरे थोरै मभन्दा थोरै खानुहुन्छ दिस इज आवर भोजन फर टुडे मलाई चाहिँ फेरि गुन्द्रुकले उयो भइहाल्छ कि एलर्जी ल खाएको मस्तहरू मसु भात चिकन तिमीले के हाल्नु पोर्क चिकन साथीहरू खाएर रहेछ आज कसको बर्थडे हो मेरो भनेको चाहिँ को हो मेरो नाम चाहिँ के हो म भन्ने केटीको नाम चाहिँ के हो एना मुखिया आऊ जब पानी खान्छु यहाँको पानी खानु हुँदैन मलाई लु बाई एना बाई भोलि चर्च आउनु ल बाई एनाको भाइलाई पनि बाई खै माया गरेको खै माया यहाँ मलाई गरौँ माया गरौँ खै माया खै तिमीलाई बाई ह्याप्पी बर्थडे यिनी भएको तेस्रो वर्षको शिक्षा के हो यो सङ्काया के को हो यो चाहिँ आन्तरिक परीक्षामा सबैभन्दा धेरै मार्क्स अबे साथीहरू यस्तो हुन्छ नि पढ्ने मान्छेहरूको चाहिँ ल पोस्टरमा पनि फोटो आउँछ स्कुलको कलेजको अगाडि साथीहरू यत्तिको चाहिँ पढ्ने चाहिँ हुनुपर्छ नि ल हामी सबैजना हेर्न आएको नि मामा हामी यहाँ सिटी रोकिकन हामी चाहिँ यो कलेजमा पढेको हो ल साथीहरू ल हाम्रो आमा पनि हुनुहुन्छ यहाँनिर चाहिँ हाई भनिदिनु अब हामी चारजना घर जाँदैछौँ मामाले हामीलाई पुऱ्याइदिनु हुँदैछ एनाको बर्थडे खत्तम बाई आमेन जोसँग ताली बजाइदिनु सबैजनाले ल अन्त हो यो हैन एबीसीडी भयो ल अब रुने कार्यक्रम सक्यो एना के भयो लु एबीसीडी सबै लाग्यो ल किनहरु खोक्दै रहेछ कि अहिले यो चाहिँ हाम्रो रुचपको बहिनी हेर्नु न कति लाम्ली छ खै हाँसेको भयो गयो